भेद भइराखेको छ। अब सभामुखज्यू एउटा दलबाट आउनुभएको हो, तर सभामुख भइसकेपछि उहाँको तपाईँको चाहिँ चरित्र, उहाँको आचरण, उहाँको अभिव्यक्ति र व्यवहार सबै साझा हुनुपर्छ। उहाँ मेरो पनि तपाईँको चाहिँ के अरे श्रम संस्कृति पार्टीको पनि सभामुख हुनुहुन्छ भन्ने हिसाबले उहाँको बोली र व्यवहार हुनु जरुरी छ। प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया चाहिँ के भयो? हामी भनेको संसदीय दलको नेता हो होइन। संसदीय दलको नेतालाई 2 मिनट बोल 3 मिनट बोल भनेर हुन्छ? हुँदैन। त्यो खालको अभ्यास छैन। प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया जसरी अगाडि बढ्यो नि, एक दिनमा प्रधान न्यायाधीश नियुक्त हुने, बारले लालटिन बालेर सर्वोच्चमा न्याय खोज्ने, कामु प्रधान न्यायाधीशले दिएको आदेश कार्यान्वयन नहुने, कर्मचारीहरू सबै यो के भइराखेको छ? यो विधिबाट चलेको छैन, विधिबाट चलेको छैन, कहीँ न कहीँ बिग्रेको छ होइन। त्यहाँभित्र पनि कहीँ न कहीँ बिग्रेको छ, त्यसले गर्दाखेरि हो त्यो। यो विधि र थितिमा ल्याउनको लागि श्रम संस्कृतिको यहाँहरूको योगदान के हो? हाम्रो ठुलो योगदान त्यही भएर दैनिक आन्दोलन गरिरहेको संसदभित्र, सभ्य शिष्ट भाषामा, सभ्य शैलीमा, शिष्ट तरिकाले। अब संसदमा आन्दोलन गर्दा पनि सुनवाई भएन भने चाहिँ के होइन? आन्दोलन गरिरहन्छौँ नि त, नेपाली जनताले मूल्याङ्कन गरिरहन्छन् होइन। अन्त्यमा के भन्न चाहनुहुन्छ? नैतिकता वहन गरौँ सबैजना होइन। हामी नैतिक प्राणी हो, सामाजिक प्राणी हो, सामाजिक उत्तरदायित्व हुन्छ हाम्रो, पदीय उत्तरदायित्व हुन्छ। आफ्नो कर्तव्य पुरा गरौँ अनि मात्रै अधिकारको दाबी गरौँ होइन। सभामुखले तपाईँहरूलाई अभद्र व्यवहार गरेको भन्नुभयो नि? कसले? सभामुख कहाँ? हामीले तोडफोड गऱ्यौँ कि होइन? तपाईँको अपशब्द बोल्यौँ कि होइन? कसैमाथि केही गऱ्यौँ कि? हामीले एउटा पर्चा देखाएर हाम्रो यो छ माग, यो छ विरोध, यो यहाँनिर असहमति छ भन्न पाइँदैन? के हो यो सदन भनेको हाम्रो तपाईँको चाहिँ के अरे सार्वभौम नेपाली जनताको आवाज उठाउने सदन होइन यो? त्यो चिज हो नि। हामीले कहाँ कुन अशिष्ट शैलीबाट के गरेँ त? खास गरेर त्यो प्ले कार्ड पर्चा बोकेर संसदमा जान पाइँदैन भन्ने कुरालाई इङ्गित गर्नु कहाँ लेखेको छ त पाइँदैन भन्ने? नियमावलीमा कहाँ लेखेको छ? सभामुखले रुलिङ गर्नुभयो भनेको सुन्नु न, कहाँ लेखेको छ त पर्चा नलगी जाने भनेर चाहिँ, ल्याउनु पाउँदैन भनेर? त्यो नचाहिने नियम लगाएर हुन्छ गोजीको? सभामुखले गोजीकै नियम लगाउनु भयो। कहाँ लेखेको छ त? होइन पाउँदैन भनेर लेखेको छ, कहाँ छ भन्ने देखाइदिनु नि त मलाई। होइन त्यो तर्क गर्दा त फेरि पाइन्छ भनेर कहाँ लेखेको छ भन्ने पनि कुरा होला। त्यो त पाइँदैन भनेर लेखेको छैन होइन, त्यसले गर्दाखेरि हामीले गरे हो है त।